हेलो नमस्ते एभ्रिवान अहिले यो एकदमै इम्पोर्टेन्ट र अर्जेन्ट मेसेज हो प्लिज सकेसम्म धेरैजनालाई पुर्याइदिनु हुन म सबैजना अनुरोध गर्छु हैन अहिले हाम्रो नेपालमा अहिले तपाईको यो एकदम हेभी रेनफल भएर तपाईको धेरैजना हाम्रो चाहिँ स्ट्रान्डेडहरु मान्छेहरु चाहिँ तपाईको धेरैजना चाहिँ रोकिएको छन् बाटोमा अड्केको छन् हैन म हजुरहरु सम्पूर्ण नागरिकलाई चाहिँ मलाई हजुरहरुको सहयोग चाहिएको छ धेरै ठाउँमा तपाईको जुन चाहिँ ठाउँमा चाहिँ हाम्रो निषेध अब त्यो धेरै बाटोहरु रोकेको छन् त किनभने पहिरोहरु गएको र त्यहाँ धेरैजना मान्छेहरु चाहिँ अड्केको छन् त्यही अनुसारमा चाहिँ हामी बिहानदेखि नै यो रेस्क्यु र यसको मिसनको लागि भनेर चाहिँ हामी यहाँ एनडीडीआरएमए गृह मन्त्रालयको अन्तर्गतमा भएको कार्यालयमा हामी आज रातभरि नै काम गर्छौं कुनै इन्फर्मेसनहरुसँग छ जहाँ चाहिँ खोला एकदम बढेको छ कहाँ रेस्क्यु चाहिन्छ भने त्यो अगाडि नै हामीलाई इन्फर्म गर्दिनु ताकि हामीले त्यहाँको एरिया मान्छेहरुले त्यहाँको भएको मान्छेहरुलाई चाहिँ इभ्याकुएट गर्न सकौं है प्लिज यो भिडियो सकेसम्म धेरैजना माझमा पुर्याइदिनु होला धेरै जस्तो चाहिँ तपाईको कोलाई भन्दाखेरि यो बाटोमा अड्केको मान्छेहरुलाई चाहिँ पुर्याइदिनु होला किनभने उहाँहरुको धेरै बिजोग हुनेवाला छ त्यो बिजोग हुनु भन्दा अगाडि नै हामी त्यहाँ पुग्नु जरुरत छ है त्यही भएर थ्यांक यू सो मच प्लिज यो भिडियो चाहिँ शेयर गरिदिनु होला है